आर्टिस्टमा स्वागत छ। आज हामी यो टाउल बस्टेड कोट पार्न गइरहेको छौँ पिक लेभलमा। यो नाप मैले स्क्रिनमा राखिदिन्छु, मजाले हेर्नु होला। यो एकदमै स्लिम बडीमा छ। 4.5-5 इन्चको छाती र कमरमा डिफरेन्स छ यसको। 35 इन्च छाती हेर्नु होला एकचोटि राम्ररी। यो नापसँग तपाईहरुको मिल्छ भने यही तरिकाले कटिङ गर्दा पनि हुन्छ। एकपल्ट मजाले हेर्नु। यो 35 इन्च साइजमा छ। अब कटिङ गर्नुभन्दा अगाडि सबैभन्दा सुरुमा यहाँ माथिबाट म चाहिँ माथि यसलाई माथिको पार्ट बनाउँछु, त्यही भएर माथिबाट 1 इन्च जति छोडेर कपडा छोडेर गर्नु होला। यो एउटा स्ट्रेट लाइन तान्नु होला। यो स्ट्रेट लाइन तान्दाखेरि भनेको हिसाब लिनु सजिलो हुन्छ। एउटा स्ट्रेट लाइन लिनु होला, माथिबाट एक लाइन छोडेर अब यसलाई यसरी पुरा लम्बाइ यसको लगाउनु होला। लम्बाइ रहेको छ 28 इन्च। 28 लाई जति इन्च लम्बाइ छ 28 लगाउनु होला। अब 2 इन्चको फोल्डिङ गर्नु होला। 2 इन्चको फोल्डिङ गरेपछि यसमा 1.25 इन्च शोल्डर डाउन गर्नु होला। यो त्यस्तो शोल्डर डाउन भएको मान्छे हैन, त्यही भएर 1.25 इन्च शोल्डर डाउन गर्नु होला। अब यो जहिले पनि याद गर्नु होला, सानो साइजको कोट काट्दाखेरि छातीलाई बढाएर यसको आमहोल तल झार्नु पर्ने हुन्छ। यो 35 को 35 मै कटिङ गर्दाखेरि आमहोल जाम हुने सम्भावना हुन्छ, त्यही भएर 35 लाई 36 बनाउनु होला। जहिले पनि सानो छातीलाई चाहिँ बढाएर आमहोल झार्नु होला। त्यस्तै 35 लाई 36 बनाएर 36 को हिसाबले 9 मा झार्दिनु होला। अब यसमा 1.25 इन्च माथि हाफ ब्याक उठाउनु होला। अब कमरको मार्क गर्नको लागि जति इन्चको कोटको लम्बाइ छ त्यसमा आधी गरेर 2.5 इन्च प्लस गर्नु होला। त्यो गर्दाखेरि 28 इन्चको 16.5 मा आउँछ। त्यसरी नै यो सेम मार्जिन यता पनि उठाउनु होला। यो स्ट्रेट गर्नको लागि यसरी सबै कनेक्ट गर्नु होला। यो सबै बराबर तरिकाले अब यहाँबाट 1.25 इन्चको मार्जिन राखेर यसलाई मार्क गर्नु होला। 1.25 इन्च यहाँबाट पछि सिलाइ हुँदाखेरि पछि शोल्डरहरु टाइट भयो, हाफ ब्याक टाइट भयो भने यहाँबाट बढाउनु सजिलो हुन्छ। अब त्यस्तै यहाँनेरि जति लिनु भएको छ त्यसमा हाफ इन्च प्लस गरेर यहाँ तल राख्नु होला। यहाँ मैले 1.25 इन्च राखेको हो भने यहाँनेरि 1.25 इन्च। अब त्यस्तै 1.25 इन्च यहाँनेरि राख्नु भएको छ भने यहाँनेरि हाफ इन्च बढाएर राख्दिनु होला। जति लिनु राख्नु भएको छ यहाँबाट यहाँनेरि हाफ इन्च बढाउने, यहाँबाट यहाँनेरि हाफ इन्च बढाउने भने यहाँनेरिको र तलको पार्ट बराबर हुन्छ 1.25 इन्च। अब स्ट्रेट गरेको सबै लगाइसके पछाडि मार्क अब एक आपसमा कनेक्ट गरिदिनु होला। यसरी यही तरिकाले शेप लिनु होला यसको। यसरी शेप गरिसके पछाडि अब माथि कलरको मार्क गर्नुपर्ने हुन्छ। कलरको मार्क गर्नुको लागि यो सानो छाती छ। अब यहाँनेरि 35 इन्चको छ, मिनिमम 3 इन्चको खोल्नु पर्ने हुन्छ। यहाँनेरि 35 लाई 12 ले भाग गर्दा 3 इन्च आउँदैन, तर यसलाई प्रोपरली 3 इन्च दिनुपर्छ। एडल्ट्सको बडीमा, यो ठुलो मान्छेको बडीमा यसरी दिनै पर्छ। स्लिम नै भए पनि पछाडि फेरि 3 इन्च नर्मली दिनु भएन भने ब्याक नेक तानिने सम्भावना हुन्छ। त्यही भएर यसलाई 3 इन्च प्रोपरली दिनु होला 36 को हिसाबले। अब त्यस्तै यहाँबाट 1 इन्च माथि उठाइदिनु होला। 1 इन्च माथि उठाइसके पछाडि अब तलको शोल्डरको लाइन आयो। शोल्डर यसको 17 इन्च छ, 17 को आधी र यसमा हाफ इन्च एक्स्ट्रा मार्जिन राख्दिनु होला, सिलाउने मार्जिन। अब त्यस्तै यसको हाफ ब्याक रहेको छ 15.5 को हाफ ब्याक यहाँ यसरी राख्दिनु होला र 2 लाइनदेखि हाफ इन्च बढाउने भाग राख्दिनु होला सिलाइको लागि। अब त्यस्तै यहाँनेरि अब यो तरिकाले लिँदा पनि भयो, अथवा तपाईले यहाँबाट यसरी यहाँनेरिदेखि
यहाँ स्ट्रेट लाइनसम्म सेट राखेर यो तरिकाले यसलाई यहाँनेरि पाउने इन्चदेखि हाफ इन्चदेखि पाउने इन्च जति माइनस गर्न सक्नुहुन्छ। अब यही तरिकाले गर्दा पनि हुन्छ। यो हाफ ब्याक नाप्नु भएको छैन भने अब यसलाई यो पार्टदेखि यहाँनिरसम्म नाप्नु होला। 9 इन्च आएको छ। 9 इन्चमा यसरी यहाँ मार्क गर्नु होला। अब छाती र कमरको डिस्टेन्सलाई मेजर गर्नु होला। यो 30.5 इन्च कमर छ भने 35 इन्च छाती छ। अब यसमा 4 इन्चको 4.5 इन्चको डिफरेन्स भयो। 4.5 इन्चको डिफरेन्सलाई अब 4.5 लाई त्यो डिफरेन्स भएको भागलाई माइनस गर्नु होला। 4 ले डिभाइड गरेर 1 इन्च माइनस गरिदिनु होला। अब यो कमरको मार्क भयो। यसलाई यसरी नै यो स्ट्रेट लाइनसम्म लिनु होला। 1 इन्च एक लाइन, त्यस्तै 1 इन्च एक लाइन र यसमा सानो हिप भएको मान्छेलाई हाफ इन्च मात्रै बढाउनु होला, पाउने इन्च पर्दैन। अब त्यस्तै यसलाई एक आपसमा कनेक्ट गरिदिनु होला। यसरी यसलाई यही तरिकाले यसको तल हिपमा मार्क गर्नु होला। अब त्यस्तै यहाँबाट 8.5 इन्चमा गर्नु होला। धेरै माथिसम्म अहिले हुँदैन। अब यो यहाँदेखिको मार्क यसलाई 8.5 इन्चसम्म राख्नु होला। यो 28 इन्चमा 9 इन्च राख्दा पनि हुन्छ, तर मैले धेरै लामो ब्याकमा चिरा राखिन। यसलाई मैले 8.5 इन्च मात्रै मार्क गरेँ। अब त्यस्तै यहाँबाट 1.5 इन्चदेखि पौने 2 इन्चको मार्जिन दिनु होला। ब्याकमा 1.5 इन्च दिँदा पनि केही फरक पर्दैन। यसरी मार्क गरेपछि अब यसलाई यही तरिकाले अब हाफ ब्याकको लाइनमा कनेक्ट गरिदिनु होला। यसरी हाफ ब्याकको लाइनमा कनेक्ट गरिदिनु होला। अनि यसलाई अब स्ट्रेट सोल्डरमा धेरै यसरी राउन्डमा नदिनु होला। यो धेरै राउन्ड नदिँदा पनि हुन्छ। अब यसलाई यसरी स्ट्रेट जस्तो खालको पार्ट राखेर यसरी मार्क गरिदिनु होला। यसको 2 लाइन जति डाउन गरेर यसलाई यहाँनिर कनेक्ट गरिदिनु होला। 2 लाइन जति डाउन गरेर नि पछाडि यो रिङ्कल परेर बस्दैन नेकमा। अब त्यस्तै यसको यहाँ यसरी सुरुमै मेजर गरिदिनु होला। यो सिलाइ भाग छोडेर यसको यहाँसम्म आएको छ 7.25 इन्च। यो पछि यहाँ अगाडिको भागमा लुजिङ छोड्दाखेरि यहाँनिर नापिराख्नु पर्दैन। यसलाई सुरुमै राखिदिनु होला 7.25 इन्च। अब त्यस्तै यसको पनि सिलाइ भाग छोडेर लिनु होला। यो पाउने 6 इन्च आएको छ। अब यसको पनि यहाँनिर 6/1/4 6.25 इन्च आएको छ। यसलाई यो साइजको ब्याक यही तरिकाले कटिङ गरिदिनु होला। अब त्यस्तै यहाँबाट हाफ इन्चको सिलाइ मार्जिन छोडेर यसलाई यहाँदेखि यो हाफ ब्याकको लाइनसम्म मार्क गर्नु होला र जति आएको छ त्यसको आधी राखिदिनु होला 3 इन्च यसरी। अब यो गरिसके पछाडि यहाँ साइडबाट सानो छातीको छ भने यहाँबाट फ्रन्ट लिँदा पनि भयो। यो डबल ब्रेस्टेड कोट हो, त्यही भएर मैले यहाँबाट बाउला लिन्छु। 11 इन्च एक लाइन, 11 इन्च एक लाइन, 11 इन्च एक लाइन राखेर यसलाई म अब स्ट्रेट गर्छु। यो गर्दाखेरि पछि बाउला काट्दाखेरि यही स्ट्रेट यसको बस्छ, हिसाब लिन सकिन्छ। अब यसलाई कटिङ गर्नु होला।